हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। तिमीहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। अनि आज पनि हामीसँग डिफ्रेन्ट काइन्डको टपिक छ जसको बारे हामी कुराहरू गर्छौँ। अनि आज चाहिँ यो भिडियो भनेको मेनली अरू मान्छेको लागि नभएर मेरो लागि हो। सो टुडे आई टक अबाउट माई सेल्फ, टुडे आई टक अबाउट हाउ टु इम्प्रुभ माई सेल्फ एन्ड दोज अल काइन्ड अफ थिङ, बिकज द्याट इज इम्पोर्टेन्ट फर मी होइन। सो अहिलेको प्रेजेन्ट टाइममा होइन मैले चाहिँ धेरै चिज लिइसकेको थिएँ आफूमा, तर यो 2 दिनमा फेरि मैले चाहिँ आफ्नो पुरै रुटिन फेरि बिगारेँ। सो मलाई एउटा कुरा रियलाइज भयो कि वाट इज द एक्चुअल मिनिङ अफ डिसिप्लिन। अब डिसिप्लिन भनेको कि कन्टिन्युसली एक दिन पनि स्किप नगरिकन एउटा वर्क गरिराख्नु हो, कि डिसिप्लिन भनेको एक दिन छुटे पनि त्यो वर्कलाई चाहिँ फेरि त्यहीँबाट कन्टिन्यू गर्ने हो। आई डोन्ट नो, आई एम लिटल बिट कन्फ्युज। मेरो केसमा चाहिँ म कहिलेकाहीँ एउटा डिसिप्लिन मोडमा बसिरहेको हुन्छ होइन, र सर्टेनली चाहिँ मैले त्यो चिज गर्न छोड्छु कि कुनै दिन केही परेर मैले गर्न छोड्छु त्यो कुरा, जसले गर्दा चाहिँ अनि मेरो पुरै रुटिनै बिग्रिन्छ, विच इज काइन्ड अफ साउन्ड्स क्रेजी। मैले त आफ्नो फुल रुटिनै बिगार्छु त्यसको कारणले। मैले फर इक्जाम्पल 30 दिनसँग एउटा ह्याबिट बसाल्नको लागि ट्राई गर्दैछु होइन। जस्तै केही ह्याबिट छ, जस्तै एक्सर्साइज, डेली एक्सर्साइज गर्ने, मेडिटेसन गर्ने, त्यो ह्याबिट बसाल्न मैले ट्राई गर्दैछु। तर त्यो ह्याबिट बिचमा टुट्यो, 30 दिनको बिचमा 28 दिनमा टुट्यो भने चाहिँ मैले अब 28 दिनबाट मैले 1 हप्ता चाहिँ म क्रेजी हुन्छु होइन, जे पाइ त्यही गर्ने, त्यो जे पाइ त्यही हेर्ने, लाइक इट इज काइन्ड अफ क्रेजी हुन्छ। तर दुईवटा ह्याबिटलाई कसरी छुट्याउने भन्ने मेरो दिमागमा एउटा क्वेसन छ, जसले चाहिँ मैले अहिलेसम्म फिगर आउट गर्न सकेको छैन। त्यो किन हुन्छ, कसरी हुन्छ, यो सबै कुरालाई मैले फिगर आउट गर्नु छ। र अर्को कुरा भनेको I already told you many times I have social anxiety. I feel a little bit hard to talk with people होइन। मान्छेहरूसँग कम्युनिकेट गर्न, मान्छेहरूसँग बोल्न मलाई गाह्रो हुन्छ, एन्ड इट इज काइन्ड अफ फ्याक्ट। अनि त्यसको लागि चाहिँ आई थिङ्क आई निड टु टक विथ लट्स अफ पिपल। यदि मैले आफ्नो फियरसँग फाइट गर्नु छ भने मैले त्योसँग झन् भन्दा नि हुन्छ नि, घरिघरि झन् त्यसलाई फेस गर्नुपर्छ। मैले त्यसलाई जति फेस गर्छु त्यति नै मेरो फियर कम हुन्छ, आई थिङ्क लाइक द्याट। अनि ठिक छ, म आफूलाई इम्प्रुभ गर्न जति सक्दो त्यति मेहनत गर्छु, र आई नो आई क्यान डु इट। आई नो आई हेभ लट्स अफ पोटेन्सियल। मैले होइन मैले भनिसकेँ तिमीहरूलाई, 1 महिनाको मैले एउटा च्यालेन्ज लिएको थिएँ। मैले 1 महिना कम्प्लिट गरेँ, र बाँकी रहेको 2 दिन चाहिँ मैले त्यो च्यालेन्ज गर्न सकिनँ, त्यो च्यालेन्ज कन्टिन्यू गर्न सकिनँ। भनेपछि त्यो भन्दैमा मेरो पोटेन्सियल घटेको होइन नि त। र मैले चाहिँ त्यो 2 दिनलाई नहेरेर त्यो पछाडिको 30 दिनलाई हेर्नु पऱ्यो, द्याट इज इम्पोर्टेन्ट वान। अनि म त्यो सोध्छु कि नोबडी इज पर्फेक्ट इन दिस वर्ल्ड। सिर्फ ग्राइन्ड गर्दै जाने हो, र होइन अरू कुरा सोच्नु हुँदैन नि त। हामीले 30 दिनलाई हेर्न सक्छौँ, त्यो 2 दिनलाई चाहिँ हामीले इग्नोर गर्न सक्छौँ, र फेरि अहिले नयाँ लाइफ फेरि रिपिट गरेर फेरि हामीले नयाँ लाइफ बिल्ड गर्न सक्छौँ। द्याट इज द थिङ। अनि आई नो आई फिल लिटल बिट हार्ड टु कम्युनिकेट विथ पिपल, बिकज आई डोन्ट नो वाट्स द रिजन बिहाइन्ड इट। मलाई चाहिँ गाह्रो हुन्छ पिपलसँग कम्युनिकेट गर्न। आज मैले ओमेगल ट्राई गरेको थिएँ होइन, अनि आई फिल डिफिकल्ट, आई फिल लिटल बिट साई, आई फिल सो अक्वर्ड टु टक विथ न्यू स्ट्रेन्जर्स। र त्यही हो कि मेरो प्रब्लम भनेको, म डराउँछु कि म आफ्नो फियरसँग फाइट गर्न सक्दिनँ। द्याट इज माई मेन प्रब्लम। र त्यसको लागि चाहिँ मैले के गर्नु पऱ्यो, मैले चाहिँ डेली त्यही ओमेगलमा जानु पऱ्यो, नयाँ मान्छेसँग आफ्नो फेस देखाएर कम्युनिकेट गर्न सक्नु पऱ्यो। यदि मैले त्यस्तो गर्न सकिनँ भने मैले आफूलाई कहिले पनि इम्प्रुभ गर्न सक्दिनँ। मैले आफ्नो अक्वर्डनेस, आफ्नो फियर, आफ्नो सेमलेस सबै कुरालाई इग्नोर गर्नु पऱ्यो, सबै कुरालाई मैले सेक्रिफाइस गर्नु पऱ्यो, तब बल्ल मैले आफ्नो न्यू भर्जनलाई बिल्ड गर्न सक्छु। हो नि त। फर्स्टमा मलाई हेल्थ टकमा कुराकानी गर्दा पनि यस्तै फिल भएको थियो, म पिपलसँग राम्ररी कम्युनिकेट गर्न सक्दिनँ थिएँ होइन, मलाई लाज लाग्थ्यो। तर पछि ह्याबिट बस्यो नि त। ओमेगल पनि त्यही हो, एन्ड यु क्यान डु इट। जबसम्म त कम्फोर्टेबल हुँदैन तबसम्म त युज गरेर राख। अनि या आई हेभ यु। अनि अर्को कुरा भनेको आई जस्ट थट द्याट होइन, अहिलेको मेन प्रब्लम, मैले मेरो ह्याबिट किन बिग्रियो भनेको मेन प्रब्लम भनेको चाहिँ I stopped to chanting Hare Krishna mantra and I stopped to believe in God. That is the fucking होइन थिङ्क मैले अहिले गरेको छ। अन्त मेरो ठुलो मिस्टेक भनेको मैले चाहिँ गड लर्ड कृष्णको च्यान्टिङ गर्न छोडेको थिएँ, मेडिटेसन गर्न छोडेँ बिचमा, र हरे कृष्ण महामन्त्र च्यान्ट गर्न पनि छोडेँ। द्याट इज माई बिगेस्ट मिस्टेक। अनि त्यसको लागि चाहिँ मैले के गर्न सक्नु पऱ्यो भनेपछि आजबाट फेरि बेलुका खाना खाइसकेपछि 20 मिनट मेडिटेसन। अनि मेडिटेसनकै भित्र चाहिँ हामीले हरे कृष्ण
महामन्त्र च्यान्टिङ गर्ने त्यही इन्क्लुड भइसक्यो अनि आई एक्सर्साइजेस डोन्ट फर्गेट टु डु द्याट इज सो इम्पोर्टेन्ट फर यु द्याट इज यर फ्युचर अनि अर्को कुरा भनेको चाहिँ एक्सर्साइज धेरै होइन आधा घन्टा द्याट्स द थिङ द्याट यु निड टु डु अनि त्यति गरिसकेपछि चाहिँ हाम्रो बेलुकाको रुटिन कम्प्लिट हुन्छ र बिहानको रुटिन चाहिँ पास्ट डे जस्तो होइन बिहान उठ्यो मेडिटेसन गऱ्यो आई एक्सर्साइज गऱ्यो फेरि कलेज गयो कलेजपछि छुट्टी छ भने चाहिँ त्यो छुट्टीमा चाहिँ हामीले अरू नयाँ कुरा गर्न सक्छौँ होइन जस्तै हाइकिङ जाने रनिङ जाने कुरा गर्न सक्छौँ किनकि घरमै बसेर पनि मान्छे कहिले पनि फ्रेस हुँदैन मैले त्यो कुरा बुझिसकेको छु होइन घर बसेर के हुन्छ माइन्ड लेजी भएपछि दिमागलाई चाहिँ डिफ्रेन्ट काइन्डको कुरा गर्न मन लाग्छ र मैले मेरो प्लानिङ भनेको चाहिँ मैले चाहिँ एउटा हरे कृष्ण महामन्त्र एउटा च्यान्ट गर्ने त्यो हुन्छ नि माला किन्छु र च्यान्ट गर्छु भन्ने मेरो पहिल्यैदेखिको प्लानिङ थियो तर मैले चाहिँ के कुराले मलाई रोकिन्छ भने चाहिँ मैले चाहिँ मासु छोड्न सकेको छैन आई डोन्ट नो वाट्स द रिजन बिहाइन्ड इट किनकि मेरो घरमा दिनकै मासु बन्छ र यदि मैले छोडेँ भने मेरो खानको लागि केही पनि हुँदैन र त्यसले चाहिँ मलाई रोकेको छ यदि मासु खाइ नि मैले च्यान्ट गरेँ भने आई थिङ्क इट इज काइन्ड अफ नट गुड होइन मेरो मन पनि मान्दैन नि त र त्यो हो र लाइफमा समटाइम इम्बेरेसिङ मोमेन्ट आउँछ समटाइम कसैले इग्नोर गर्छन् कसैले होइन रिजेक्सन खान्छन् इट इज ओके इट इज काइन्ड अफ ओके आई टेल यु इट इज ओके जे पनि हुन्छ राम्रोको लागि हुन्छ अनि सबै कुरालाई एक्सेप्ट गर्नु पऱ्यो आफूमाथि विश्वास गर्नु पऱ्यो समटाइम्स यु अल्सो फिल एङ्ग्री विथ यर सेल्फ एज वेल होइन आफूलाई देखेर पनि कहिलेकाहीँ रिस उठ्छ कहिलेकाहीँ रगत तात्तिन्छ होइन किन हो त कस्तो यस्तो मात्र भनेर म डिफ्रेन्ट टाइपको गाली पनि दिन्छु आफूलाई तर इट इज ओके इट इज वाट इट इज सबै कुरालाई एक्सेप्ट गर्नु पऱ्यो यो प्रेजेन्ट टाइमलाई एक्सेप्ट गर्नु पऱ्यो नि त जे छ जस्तो छ आफूले ह्यान्डल गर्नुपर्छ अन्तिममा गएर अनि कसैले पनि हामीले हेल्प गर्न आउँदैन यो सबै कुरा हामीले बुझ्नुपर्छ र त्यो छ त्यो कुराहरू बुझ्नु पऱ्यो र मान्छे भएर मैले जहिले पनि भन्छु यो चाहिँ मैले होइन पास्ट कति मन्थदेखि नै भनेको छु मान्छे भएर मान्छेसँग डराउनु हुँदैन दे आर अल्सो ह्युमन बिङ यु आर अल्सो ह्युमन बिङ सो वाइ निड टु फियर अबाउट दोज पिपल्स आई टेल यु यो ठुलो कुरा होइन नि त मान्छे एउटा सिम्पल मान्छे हो मान्छे भएर मान्छेसँग बोल्न किन डराउने यो भनेको सोसल एन्जाइटी हो र योसँग चाहिँ जति फाइट गऱ्यो त्यति नै हामी ओभरकम हुन सकिन्छ र त्यो कुरामा बिलिभ गर्नु पऱ्यो यदि त्यस्तो गर्न नसकेमा हामी चाहिँ त्यस्तै हो जिन्दगीभरि नै होइन जिन्दगीहरू नै त्यत्तिकै दिमाग फक्टअप हुन्छ त्यत्तिकै डरमा हामी बाँचिरहन्छौँ त्यति नै हामीलाई अनकम्फर्टेबल फिल हुन्छ पब्लिकमा जानै अप्ठ्यारो लाग्छ सास फेर्नै गाह्रो हुन्छ कि पब्लिकमा त्यो भन्दा मेन रिजन अनि त्यो प्रब्लमबाट ओभरकम हुनको लागि चाहिँ हामीले आफ्नो फाइटसँग जति सक्दो त्यति होइन आफ्नो फियरसँग जति सक्दो त्यति फाइट गर्न सक्नु पऱ्यो एन्ड आई नो माई कम्युनिकेसन स्किल इज नट द्याट मच गुड म बेला बेलामा अर्किन्छु मेरो कम्युनिकेसन क्लियर छैन एन्ड आई नो अबाउट लट्स अफ प्रब्लम्स एन्ड आई ट्राई टु इम्प्रुभ देम अनि या होइन आफ्नो गल्तीले इम्प्रुभ गरेर अघि बढ्ने मान्छेलाई नै म्यान भनिन्छ हामीले त्यो कुरा नै बुझ्नु सक्नु पऱ्यो नि त अनि या फर्स्टमा चाहिँ अनकम्फर्टेबल लाग्छ आफूलाई रेकर्ड गरेर आफ्नै भोइस सुन्न अनि अरूसँग बोल्न पनि अनकम्फर्टेबल लाग्छ अनि यो चाहिँ राम्रो होइन नि त म यो एउटा फिल हुन्छ होइन हरेक इन्ट्रोभर्ट पर्सनमा हरेक एउटा एभरेज ह्युमन बिङमा एउटा फियर हुन्छ म चाहिँ इनफ छैन भने बट द्याट्स नट गुड यु आर इनफ यु आर अलरेडी इनफ होइन त चाहिँ अलरेडी इनफ छस् तर के गर्नु छ भने तैँले आफूलाई अझै पनि इम्प्रुभ गर्न सक्छस् भन्ने कुरा हो र अहिले पनि केही बिग्रेको छैन नि त कति मान्छे मभन्दा वर्स्ट सिचुएसनमा छ कति मान्छेहरू आफ्नो आमा बाबाको पैसाले पालिएको छ नि त तैँले हुँदा त आफ्नो दाइ आमा बाबाको पैसाले पालिएको छस् तर तैँले चाहिँ जिरोबाट स्टार्ट गर्नुपर्छ तिनीहरूको चाहिँ पहिल्यै फ्युचर सेट छ द्याट्स द थिङ यु निड टु स्टार्ट फ्रम जिरो होइन तिनीहरूको चाहिँ पहिल्यै सेट छ अनि त्यसको लागि